जब बोर्डको इक्जाम हुन्छ त्यसपछि रिजल्ट आउँछ। के तपाईहरूलाई थाहा छ बोर्डको 90 को 90 बोर्ड रिजल्ट आउँछ जुन तपाईले देखेको होला। गाउँघरमा यस्तो बच्चाले सेकेन्ड डिभिजन ल्याउँछ जुन सेकेन्ड डिभिजन उसले घरमा डिजे बजाएर नाच्न थाल्छ कि म सेकेन्ड भयो भनेर। अनि जसको 90% भन्दा बढी या माथि आएका थिए ऊ रुइरहेको छ मेरो 90% मात्र आयो भनेर। अनि अर्को जुन सेकेन्ड डिभिजन आएका थिए ऊ डिजे बजाएर घरमा रमाइरहेका छन्। अनि पुरै गाउँको मान्छेले भन्छ कि यो कस्तो नालायक रहेछ, सेकेन्ड डिभिजन हुँदा पनि डिजे बजाएर रमाउँदैछन्। ऊ अझै धनी मान्छे भएको भए त झन् साथीभाइहरूलाई पार्टी दिन्थ्यो होला, तर के गर्नु उसँग पैसा छैन, त्यसैले डिजे बजाएर भए पनि ऊ खुसी भइरहेका छन्। अनि तपाईलाई लागेको होला कि ऊ कस्तो नालायक छ भनेर, तर सुन्नुहोस् मेरो साथीहरू, ऊ नालायक छैन हजुर। किनकि जब उसले इक्जाम दिएका थिए उसलाई पुरा विश्वास थियो कि म फेल हुन्छ होला भनेर, तर उसको मार्कसिट सेकेन्ड डिभिजन आयो। अनि ऊ डिजे किन बजाउँदैन? यस्तै कुनै लिडरसँग हुन्छ, जब ऊ काम गर्न आउँछ उसलाई विश्वास नै हुँदैन कि ऊ 20-20, 30-30 हजार पनि कमाउन पाउँदैन होला भनेर, तर ऊ अचानक 50-60 हजार कमाउन लागेपछि उसले पनि त्यही गर्छ। त्यसैले आजदेखि तिम्रो रुटिन यस्तो हुनुपर्छ, बिहान उठ्ने बित्तिकै आफ्नो गोलमा ध्यान देऊ। हरेक दिन 2 घण्टा डिप वर्क, रातको आधी घण्टा सेल्फ रिभ्यू, हरेक शनिबार 2 घण्टा एनालिसिस अनि प्रोग्रेस गर्यो कहाँ। यस सिस्टमलाई यदि तपाईले 21 दिनसम्म गर्यो भने तिमी आफै सोच्छ कि म पहिला किन यस्तो गरेन होला भनेर। त्यसैले अबदेखि स्मार्ट बन्ने कोसिस नगर, सधैँ जित्ने प्लान बनाऊ। जय नेपाल।